हेलो एन्ड नमस्ते साथीहरू। आजको यस भिडियोमा नेपाल टेलिकममा खुलाएको विज्ञापनको अनलाइन फारम कसरी भर्ने कुरा आजको यस भिडियोमा हामी सिक्नेछौँ। त साथीहरू, सबभन्दा सुरुमा आफ्नो कम्प्युटर वा ल्यापटपमा रहेको कुनै एउटा ब्राउजर खोल्नुहोस्। ब्राउजर खोलिसकेपछि सुरुमा google.com गर्नुहोस्, जहाँ हामीलाई सर्च गर्न एकदम सजिलो हुन्छ। र यहाँ नेपाल टेलिकम लेख्नुहोला। नेपाल टेलिकम लेखेर सर्च गर्दाखेरि सुरुमा पाउनुहुन्छ यो वेबसाइट। यो वेबसाइटमा क्लिक गर्नुहोस्। नेपाल टेलिकमको वेबसाइटमा आइसकेपछि यसलाई क्लोज गरौँ। करियरमा जानुहोला। करियरमा गइसकेपछि अलिकति स्क्रोल डाउन गर्दै यहाँ एप्लिकेसन म्यानुअल भन्ने एउटा लेखेको लिङ्क छ, यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि अनलाइन आवेदन गर्ने निर्देशिका 2082 छ, यसलाई डाउनलोड गर्नु होला है। मैले अलरेडी डाउनलोड गरेर खोलेको छु, त्यही भएर तपाईहरु यसलाई डाउनलोड गरी ओपन गर्नु होला। र ओपन गरिसकेपछि तपाईहरु यो पीडीएफ फाइल रिड गर्न सक्नुहुन्छ। अनलाइन फारम भर्ने तरिका स्टेप बाइ स्टेप एकदम राम्रो तरिकाले गाइड गरेको छ यो पीडीएफ फाइलमा। र यो स्टेप बाइ स्टेप हेरेर तपाईहरु नेपाल टेलिकमको अनलाइन फारम भर्न सक्नुहुनेछ एकदम सजिलो तरिकाले। र यसमा केही कुरा नबुझिने खालको छ, त्यो कुरा म तपाईहरुलाई यस भिडियोमा भन्दै छु। यसमा मेन कुरा के छ भन्दाखेरि सबै कागजात 300 केबी भन्दा सानो साइजको हुनुपर्ने छ। मेन कुरा यो हो है। एक नम्बरमा छ आधारभूत कागजात, फोटो, हस्ताक्षर, नागरिकताको अगाडि र पछाडिको जो फाइल छ नागरिकताको अगाडि पछाडि त्यो चाहिँ जेपीईजी फर्मेटमा हुनुपर्ने छ है। मेन कुरा यहाँ बुझ्नुस्, तपाईको फोटो, तपाईको हस्ताक्षर, नागरिकताको अगाडिको भाग र नागरिकताको पछाडिको भाग, यी फाइलहरू चाहिँ जेपीईजी फर्मेटमा हुनुपर्ने छ। त्यस्तै गरी फोटोको बारेमा अरु के लेखेको छ यो तपाईहरु आफै हेरेर पढ्न सक्नुहुनेछ। म मेन कुराहरू मात्रै पढ्छु। र मेन कुरा एउटा के छ भन्दाखेरि शैक्षिक योग्यताको कागजात फाइल अनिवार्य रूपमा पीडीएफ फर्मेटमा हुनुपर्ने छ। र क नम्बरको हेरौँ है। यसमा अलिकति ध्यान दिनु होला। जुन पदमा फारम भर्ने हो सोको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको कागजात मात्र अपलोड गर्नुपर्ने छ। तपाईसँग क्वालिफिकेसनको डकुमेन्ट धेरै होला, तर तपाईहरु जुन पदमा एप्लाई गर्दै हुनुहुन्छ, जुन पदमा फारम भर्दै हुनुहुन्छ, त्यसको लागि मागेको न्यूनतम क्वालिफिकेसन कति मागेको छ, त्यो क्वालिफिकेसनको डकुमेन्टलाई पीडीएफ बनाउनु, 300 केबी भन्दा कम बनाउनु है। जुन पदमा फारम भर्न चाहनुहुन्छ त्यो पदको लागि मिनिमम क्वालिफिकेसनको डकुमेन्ट मात्रै अपलोड गरे पुग्छ। धेरै डकुमेन्ट अपलोड गर्ने जरुरी छैन है। त्यस्तै गरी यो पुरै पीडीएफ फाइल तपाईहरु रिड गर्न सक्नुहुनेछ। पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र, यो अलिकति कन्फ्युज गर्ने खालको छ है। लोक सेवाले खुलाएको त्यो प्री टेस्ट एक्जामिनेसनको जो एक्जाम लिएको थियो लोक सेवाले, र त्यो एक्जाम पास गरे बापत पास गरेर तपाईको त्यो प्रमाणपत्र तपाईको लोक सेवाको आइडीबाट नै त्यो प्रमाणपत्र पाउन सक्नुहुनेछ। र त्यो प्रमाणपत्रको फाइल साइज पीडीएफ फर्मेटमा हुनुपर्ने छ र 300 केबी भन्दा कम छ है। यो प्री टेस्टको डकुमेन्ट हो यो भनेको है, पूर्व योग्यता। अरु त तपाई बुझिहाल्नुहुन्छ। त्यसपछि यहाँ स्टेप बाइ स्टेप स्क्रिनमा पनि देखाइएको छ। यस्तै गरी तपाईहरु यो पीडीएफ हेरेर मात्रै आफ्नो फारम भर्न सक्नुहुनेछ। तपाईहरु कुनै ठाउँमा कन्फ्युज हुने खालको छ, त्यो कुरा म यहाँ बताइदिन्छु। यो डिटेलहरु भर्दाखेरि यो यतातिर यो डिटेल भर्दाखेरि तपाईलाई कुनै समस्या आउँछ है, अलिकति अप्ठ्यारो छ यहाँनिर। जस्तै यहाँ प्रोभिन्स, डिस्ट्रिक्ट, म्युनिसिपालिटी, यी अप्सनहरु तपाईहरु युनिकोडबाट लेख्नु पर्छ भन्ने कुरा हैन। यसमा कुरा अलग्गै छ। यसमा अप्सनहरु चुज गर्नुपर्छ, तर त्यो अप्सन चाहिँ डाइरेक्टली आउँदैन है। र यहाँ मजाले भनेको छ, यो ध्यान दिएर हेर्नु होला। पर्सेन्ट गरेर सर्च गर्दा लिस्ट अफ भ्यालुमा देखिन्छ, त्यहाँबाट आफ्नो जिल्ला छान्न सकिन्छ हो। तपाई यो अप्सनमा के गर्ने, पर्सेन्ट लेख्ने र पर्सेन्ट लेखेर तपाईको सर्च
यस्तो देखिन्छ है, यहाँ छ। यस्तो सर्चमा क्लिक गर्नुहुन्छ भने केही मिनेट है, 1 2 3 4 5 6 मिनेट पनि लाग्न सक्छ। एकदम डाउन छ है, फारम भर्ने मामलामा एकदम डाउन छ यो सर्भर। केही मिनेट वेट गर्नुहोला र केही मिनेट वेट गरिसकेपछि तपाईँको यो प्रोभाइन्स लिस्ट आउँछ। त्यसपछि आफ्नो प्रदेश चुज गर्न सक्नुहुनेछ है त्यहाँबाट। त्यस्तै गरी डिस्ट्रिक्ट, म्युनिसिपालिटी सबै सेम प्रोसेस हो है। वार्ड नम्बर यो आफै लेख्न सक्नुहुनेछ, टोल आफै लेख्न सक्नुहुनेछ। यदि तपाईँको हाउस नम्बर छैन भने यहाँ दिएको छ है, हो यहाँनिर अलिकति ध्यान दिनुपर्छ हामीले। अरू यस्तै पिडिएफ हेर्दै तपाईँहरू अनलाइन फारम भर्न सक्नुहुनेछ। अप्ठ्यारो हुने ठाउँमा म तपाईँलाई बताइरहेको छु। र यो डकुमेन्टको फाइल हाल्ने बेला है ध्यान दिने, डकुमेन्टको फाइलको नाम योर नेम, तपाईँको नाम, त्यसपछि अन्डरस्कोर, त्यसपछि तपाईँको क्वालिफिकेसन कुन लेभल हो त्यसको नाम, त्यसपछि अन्डरस्कोर, त्यसपछि मार्कसिट हो कि है, प्रोभिजनल सर्टिफिकेट हो कि, क्यारेक्टर हो कि, प्री टेस्ट के हो होइन। त्यस्तै यो देखाएको जस्तै तपाईँहरू फाइल नेम राख्नु होला। पिडिएफ फाइल है, पिडिएफ फाइलको नेम यसरी राखेर पहिल्यै तयारी गर्नु होला। यो पिडिएफमा माथि नै उल्लेख गरेको छ यो कुरा। यो पिडिएफ हेर्दै भर्न सक्नुहुनेछ तपाईँहरू नेपाल टेलिकमको फारम है। अरू अप्ठ्यारो हुने ठाउँ छैन। यो एकदम इजी छ, खासै गाह्रो छैन। धेरै जसो सोधिने प्रश्नहरू यो पनि तपाईँहरू हेर्न सक्नुहुनेछ है। मेन कुरा जुन जुन थियो मैले बताइसकेछु। त्यस्तै गरी यहाँ तलतिर जाउँ। फोटो तपाईँको यस्तो हुनुपर्ने छ, यो ठिक हो तर यस्तो हुनु भएन है तपाईँको फोटो। त्यस्तै गरी सिग्नेचर पनि यसरी करप गरेको हुनु पर्यो। यस्तो फुल पेजमा अथवा गेजेङ मेजेङ के छ यस्तो हुनु भएन। हस्ताक्षर इङ्ग्लिस नेपाली जे भए पनि चल्छ है। यो पिडिएफ हेरेर तपाईँ नेपाल टेलिकमको फारम मजाले भर्न सक्नुहुनेछ। तर यो फारम भर्दाखेरि एउटा कुरा ध्यान दिनु, यो साइट एकदम स्लो छ के। कहिलेकाहीँ कुनै समस्या आयो भने रिलोड गरेर फेरि तपाईँहरू फारम भर्न सक्नुहुनेछ के। एकदम स्लो छ यो साइट। त्यही भएर यो फारम भर्न मिनिमम तपाईँलाई लगभग आधादेखि 1 घन्टा लागिहाल्छ। जहाँ तपाईँहरू फाइल पहिल्यै तयार गर्नु होला। जति पनि चाहिने डकुमेन्ट छ त्यो पहिल्यै नै रेडी गर्नु होला, फाइल नेमहरू हैन। त्यो गरेर मात्रै फारम भर्नु होला र यो फारम भर्दा आधादेखि 1 घन्टा लाग्छ। त साथीहरू यो पिडिएफ डाउनलोड गरेर तपाईँहरू सजिलै आफ्नै कम्प्युटर वा ल्यापटपबाट नेपाल टेलिकमको फारम भर्न सक्नुहुनेछ।